मलेसियन भाषामा चाहिँ भने हो, तर चाहिँ खास नेपालीमा त अब गाउँघरको कुखुरा, लोकल कुखुरा भन्छ कि। त्यो भएर यी गाउँतिर खोज्न आएको छ कि, यता पनि गाउँ छ नि त। त्यो भएर यतातिर चाहिँ गाउँ कुखुरा बेच्छ, त्यही भएर कि है। यो चाहिँ गाउँघरमा चाहिँ यो पार्टी प्यालेस जस्तै हो कि, यस्तोहरू पार्टी प्यालेस हो। अनि बिहा बर्तन गर्दा राम्रो नराम्रो कामहरू गर्दाखेरि चाहिँ पार्टी गर्नु पर्यो नि, यहाँ गर्छन्। यहाँ पनि छ पार्टी प्यालेस। यो चाहिँ रम्बुतानको बुट्टा हो। रम्बुतान भनेको चाहिँ लिची जस्तै हुन्छ, तर लिचीको चाहिँ झुस हुँदैन। यसको चाहिँ अलिक झुस हुन्छ, बढी बाहिर रम भएको हुन्छ कि, त्यस्तोलाई भन्छ रम्बुतान होइन। अब नरिवल त अब मलेसियामा जति नै हुन्छ, तर खोइ यो नरिवल चाहिँ को पानी खाइन्छ कि खाइन्न कुनै, खाएको जस्तो नि देखिन्न। यहाँ भुइँमा झर्छ, त्यही हो। अनि मलेसियामा चाहिँ रोडको नाम यसरी लेखेको हुन्छ, जलान भन्ने लेखेको हुन्छ। सबै चोकमा हुन्छ जलान। यसरी थाहा पाइन्छ यो रोडको नम्बर, यो घरको नम्बर भनेर चाहिँ। बनकेरा चाहिँ जति पनि छ यहाँ हुँदाहुने बनकेराहरू चाहिँ फेरि कस्तो हुन्छ भन्दाखेरि नेपालतिर त अब पाकेर अब छोराएर खाने चलन छ नि त। तर यहाँको बनकेराहरू चाहिँ लहर चाहिँ खोलेर छोराएर काटेर पिस पार्छ। एउटाको चाहिँ ठुल्ठुलो छ भने 3टासम्म नै गर्छन्, सानो छ भने चाहिँ 2टा पिस गर्छ र अनि पुरा फ्राई गर्छ। यिनीहरू चाहिँ तेलको बुट्टा हो, हेर्दाखेरि चाहिँ नरिवलको जस्तै छ। डुरियानको बुट्टा, डुरियानको बुट्टा यति ठुल्ठुलो हुन्छ। अहिले फल्ने सिजन छैन। आमा सबै चिज खाएको ढाँट्न सकिन्छ। चुरोट, गाजा, चरेस खाएको पनि चाहिँ ढाँट्न सकिन्छ। तर यो मलेसियाको डुरियन खाएको चाहिँ कसैले ढाँट्न सक्दैन। यहाँ खाएको छ नि वहाँ पारीको मान्छेलाई चाहिँ गन्ध आउँछ, बास्ना आउँछ कि गन्ध सिधै भन्न नआउने चाहिँ मुखतिरबाट निकाल्छ। यही हो डुरियनको बुट्टा। हेर यति ठुलो छ। चिलाउनीको बुट्टा भन्दा ठुल्ठुलो। यो पहिलाको एकदमै ओरिजिनल बुट्टाहरू हो होइन। आजकलको बुट्टाहरू त 4 वर्ष 5 वर्षपछि फल्न सुरु भएको हुन्छ। कलामी गरे हुन्छन्, सानो हुन्छ तर बेसको नै फल्छ। लु काम्पोङ कुखुराको चाहिँ साइनबोर्ड आएछ। यताबाट भित्र बस्ने अरे। अब विदेशतिर चाहिँ अब यस्तो गाउँभित्र पनि रोड सर्लक्क पिच गर्दै हुन्छन् होइन। त्यही हो सबभन्दा सुविधा। विदेशमा चाहिँ काम गर्ने जाँगर भएको मान्छे, इच्छा आकाङ्क्षा राम्रोसँग गर्छु म केही न केही भन्ने मान्छेलाई चाहिँ छ नै विदेशमा। यो आयम काम्पोङ हो यिनीहरूको घर। ल काम्पोङको आयम बेच्नेको घर त्यस्तै घर देखाउनु उनीहरूको। यताबाट भित्र जानुपर्छ। आयम काम्पोङ भनेको त ठुलो गोरुई पो छ त यार। हान्न त हान्दैन। करायो हान्छ होला भाइ, हान्छ होला हौ। हाँसहरू छ, आयम काम्पोङहरू छ, सबै छ। यहाँको चाहिँ सबै केराको बुट्टाहरू त फालिदिएछ त। साथीले त पुरै गार्डन गर्ने है कि हो।